कता हिँड्नु भयो? बाटो चाहिँ यस्तो भिरालो छ है। ल है साथी, हामी चाहिँ पुल कतिर नि यतापट्टि। राम राम टमाटर मैले नजिकै गएर देखाउँछु। हेर्नुहोस् है साथी, बेलाउती चाहिँ यति धेरै। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि तपाईँहरू माझ धेरै दिन पछाडि एउटा नयाँ भिडियो लिएर आएको छु। यदि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नछुटाउनु होला। र आजको मेरो भिडियोको बारेमा तपाईँहरूलाई खासै भनिराख्नुपर्ने आवश्यकता देख्दिनँ, किनकि तपाईँहरूले मेरो भिडियोको थम्बनेल र टाइटल हेरेर नै गेस गरिसक्नु भएको छ मैले के को बारेमा भिडियो बनाउँदैछु भनेर। त्यसैले लेट्स सी, ढिला नगरिकन आजको भिडियोतर्फ है त। ल हेर्नुहोस् है साथी, यहाँ चाहिँ गजाको औवा छरेको रहेछन् है साथी। औवा भएछ, नल काट्दैछन् कोहीले काटेको नि छैनन्। त्यतातिर काटिसकेको मान्छेहरूले चाहिँ यस्तो कतै तोरी, कतै औवा, कतै जौ छरेर हिउँदे बालीमा एकदमै प्रगति गरेको अवस्था छ है साथी। हेलो सर, कता हिँड्नु भयो? के होला यसको नाम? कोरी? ए, मैले अलि नाम चिन्न क्या सर, यो के हो भनेर। आज हामी चाहिँ यो सहरको सुन्तला बारीमा सुन्तला खान जाने भनेर जाँदैछौँ है साथी। हेरौँ कति टिपिन्छ, कति खाइन्छ, त्यो चाहिँ तपाईँहरूलाई देखाउने छु है त राम्रोसँग। बाटो चाहिँ यस्तो भिरालो छ है साथी। हामी चाहिँ अहिले सलिन्दाराभन्दा तलतिर पुगेछ है। अब एकछिनमा पुलमा पुगिन्छ। ल हेर्नुहोस् है साथी, हामी चाहिँ पुलमा आइपुग्यो, टिमरेको पुलमा। साथी चाहिँ दौडिए, खतरा तरिकाले दौडिए, धनेसोल्टी दौडिए है, धनेसोल्टी। यो चाहिँ हाम्रो यताबाट काउले खोला जोइन आउँछ, त्यस पछाडि क्याङको खोला मिसिएर यो दोभान भनौँ न एउटा खोलाको। यताबाट काउले खोला आउँछ अनि यताबाट चाहिँ क्याङको खोला, अनि यो जोडिएर चाहिँ पातिचौर जान्छ। हामी चाहिँ सुन्तला खाने भनेर बेतिनी जाँदैछौँ है साथी। अब बेतिनीमा कतिको सुन्तला फलेको रहेछ तपाईँहरूलाई बुट्टाकै जरामा पुगे पछाडि सरर देखाउने छौँ हामीले। ल है साथी, हामी चाहिँ पुल कतिर नि यतापट्टि पहिरो धाइएछ। यहाँ पहिरो ठुलो गएको छ, बेतिनीको पहिरो। यहाँबाट चाहिँ माथि जानुपर्ने रहेछ। पहिरो गएर पहिरो कटे पछाडि घर पुगिन्छ। मौसम चाहिँ बब्बाल छ है, आजको मौसम चाहिँ यस्तो छ। त्यतिर हामी चाहिँ 4 जना आइएछ है। बाबै बाबै बाबै, यो पहिरो राम 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 माथिबाट छिचलिरहेछ गरे पहिरो चाहिँ। यो चाहिँ पोहोर गएको पहिरो है साथी। यस्तो छ है साथी, बाटो चाहिँ सानो डोरो भएको बाटो रहेछ पहिरो कटे पछाडि। ल यस्तो हरियालीको बाटो जाँदैछु ल, खोइ गाउँले हो फेरि बेलाउती नदे पाइला जाम है साथी। हामी चाहिँ बेतिनी आइपुग्यो। यताबाट चाहिँ पहाड देखिने रहेछ। हाम्रो गाउँ चाहिँ नदेखिने रहेछ, पूर्ण गाउँ देखिने रहेछ। यहाँ
सानो बाँदर रुने गोठ रहेछ बाँदर हेर्ने यस्तो छ क्याङको बेतिनी चाहिँ यस्तो छ है बाँदर रुने कटेर बुवा यहाँ फर्स्ट क्लास नल कटाइ भएको छ यहाँ नलको गोठ चाहिँ म त खरको अन्तर नल पो रहेछ नि नलको गोठ उल्टी त तोरीबारी रहेछ यता चाहिँ तोरी नि गेडा लगाइसकेको रहेछ यतातिर सुन्तला बारी रहेछ यहाँ छ ओहो त्यो टमाटर चाहिँ टन्नै फुले रहेछ साग रहेछ चाहिँ अब राम्रो टमाटर मैले नजिकै गएर देखाउँछु है साथी हो अलैँची ए अलि नजिक गएर हिँड्नुपर्ला घिरम्ला लयनसे साथी हो रुख टमाटर चाहिँ यस्तो छ यति धेरै छ बेतिनीको घर चाहिँ यस्तो छ साथी हो ल हेर्नुहोस् है साथी हो बेतिनीको ठाउँ चाहिँ यस्तो छ यतातिर टन्न फापर लगाएर नि फापर हुर्किसकेको रहेछ यतातिर ओसिलो ठाउँ रहेछ आनन्द आउने एउटा गोठ बनाएर बस्ने जस्तो ठाउँ रहेछ यतातिर यो बाटो चाहिँ कता जाने बाटो हो सायद गाउँतिर जाने बाटो होला यता छ ल हेर्नुहोस् है साथी हो यो चाहिँ बेलाउतीको बुट्टा दुईजना साथीले माथि गएर झार्दैछन् यता काकाले अलैँचीको बुट्टा जमाउन लाग्नु रहेछ ल हेर्नुहोस् है साथी बेलाउतीको बुट्टा चाहिँ यति ठुलो छ केटाहरू डर नभएर माथि चढेर टिप्दैछन् करे साला भाँचीलाई फेरि छ है साथी हो है साथी हो म चाहिँ बेलाउती खानु पर्यो हेर्नुहोस् है साथी हो बेलाउती चाहिँ यति धेरै झारेछन् है केटाहरूले उतानिन्छ यहाँ माथिबाट झार्दैछन् यहाँ चाहिँ यतातिर नि सबै झरेको छ यहाँ नि बटुलेको छ त्यहाँ नि छ यतातिर सबै झरिरहेछ बटुल्न चाहिँ बाँकी छ है साथी हो अब के गर्नु साथी हो एउटा चाहिँ खानु पर्यो है खाऊ न फेरि देखिन है कता अलि मधुर आयो खाऊ ठुलो छ कस्तो छ यति छ है साथी हो बेलाउतीको रास तिमीले लठीले गर्दै घुट्नु तल ठोकिएर नि
बुटल्नु छ बाँकी टन्नै झारेछन् है सालाले है साथी हो सालाले यहाँ चाहिँ बेलाउती झोला हाल्दैछन् भोरी भयो र साला ए बोकेर लान सकिन्न कि है घुरुङ्गा यहाँ चाहिँ यो सुन्तलाको बुट्टा हो नि तिम्रो यो सुन्तलाको बुट्टा अन्त्यौँ के अरे यो बेलाउतीको बुट्टा अन्त्यौँ र नि यो बुट्टामा मेरो हो यो घरको चाहिँ हर्केको है तेरो झन् घरको मालिक ओहो सर यहाँ त काँक्रा रहेछ त एउटा दुईटा काँक्रा रहेछ त्यतिर काँक्राको मुटो रहेछ यतातिर तरकारी भन्छन् के भन्छन् रे यहाँ रहेछ नि डल्ले खुर्सानीको फेरि उता रहेछ बाख्राको खोर घर यहाँ टक्क अगाडि सुन्तला बारी बेलाउतीको बुट्टाहरू यस एकदम रमाइलो रहेछ है यहाँ बेतिनीको ठाउँ चाहिँ हामी चाहिँ बेतिनीबाट फर्किनेछौँ है साथी हो एक झोला बेलाउती लिएर सुन्तला चाहिँ छैन रहेछ ल हेर्नुहोस् है साथी हो यत्रो हुन्छ बेलाउती यतातिर एउटै आधा केजी जस्तो छ र नि माथि झार्दैछन् यतातिर यत्रो छ है बेलाउतीको बुट्टा नि यो चाहिँ सानो रहेछ यो बुट्टा यताको चाहिँ ठुलो छ है यो चाहिँ अलि सानो रहेछ हैको भन्दा है यो चाहिँ ठुलो थियो एकदम ठुलो थियो है साथी हो ऐनीको है यो यहाँको साउ नि किन यस्तो घिलाउने बनाएको त साउ यो सुन्तलाको बुट्टा भएन यो बेलाउती मात्र सपरेछ यो साउको यो सुन्तलाको बुट्टा पटक्कै भएन मर्नु लाग्छ एउटा बुट्टामा 2-3टा देखिन्छ सुन्तला नि ए त्यही भएर पो रहेछ म त के न हो त कुरो पालेको होला भन्छु यस्तो छ यतातिर चाहिँ हिँडेको बाटो रहेछ अलिअलि हिँडेर खाएर फालेकोहरू छ बेलाउती यहाँ छ राम यसमा दली र डल्ला पर्ने भने बल्ल किसिम हुन्छ होला क्या कति दुःख पाएको छ यतातिरको सुन्तला बेलाउतीको बुट्टाले है गाह्रो छ है साथी ल हेर्नुहोस् है साथी राम यो कुरो छिमेँ यो कुरो लाने भने कति डल्ला पर्छ ल हेर्नुहोस् है साथी हामी चाहिँ सुन्तला र बेलाउती टिपेर फर्किनेछौँ यस्तो छ बाटो चाहिँ हिँड न अगाडि यस्तो छ है दामी छ सालाले झोला सुन्तला बोकेछन् तल अन्त भइसक्यो बेलाउती बोकेको चाहिँ